गुड मर्निङ गुड इभिनिङ एभ्रिवान। त्यही हो, आज चाहिँ हाम्रो के भन्छ घरमा सुँगुर काट्नु भएको थियो अनि त्यही सुँगुर काटेर सुँगुरको मासुलाई स्पेसल बनाउनको लागि झ्याउसँग याङबेन बनाएर खाँदैछौँ। अनि याङबेन भनेको देख्न सक्नुहुन्छ यस्तै हुन्छ है याङबेन भन्ने चिज। अनि यता हाम्रो मम्मी तुम्बा पापा यता दाजुहरू सौरभ अङ्कल लगायत सम्पूर्ण थुप्रै छौँ। हामीलाई चाहिँ हल्का अब मनोरञ्जन पनि भाइ चाहिँ बडा कुकिङमा एकदम है। अब हाम्रो फ्यामिलीमा को मिस हुनुभएको छ एकदम अब यस्तोहरू त मिस गर्नुहुन्छ है। अब आएर खाना बनाउनु यो खानादेखि आउनु पर्ने हुन्छ। नजिकमा राधिका दिदीलाई भन्न हामीले त साह्रै मिस गरेको आउनु रेडबुल हेर्दै गर्नु होला। अब नमस्कार गर्नु होला च्यानललाई। आयो तपाईँहरूलाई इन्जोय गर्नुभयो होला। तपाईँहरूमा पनि यस्तै चल्दैछ होला, चलाउनु होला। अबदेखि अब एकदम अर्ग्यानिक चल्दैछ। बल्ल बल्ल पाएको लाइफ चाहिँ त्यो के भन्छ दुःख सुखमा भन्दा नि खुसियालीमा बितोस् है। याङबेन तपाईँहरूलाई यसको रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु होला। हाम्रो मम्मीले रेसिपी हालिदिनुहुन्छ। चारवटा बनाउने खाने